Hello everyone, this is me Furba Tamang aka Furba GR. आज चाहिँ कुरा गर्नेछौँ हामी फुटबलको बारेमा र फुटबलमा चाहिँ के भइरहेको छ भन्ने कुरा चाहिँ तपाईहरु माझमा लिएर उपस्थित भएको छु। सो हाम्रो भिडियोलाई चाहिँ सक्दो शेयर गरिदिनु होला र लाइक पनि गरिदिनु होला अनि कमेन्ट पनि गरिदिनु होला। चित्त नबुझेको कुरामा चाहिँ र हामीलाई बारम्बार हेर्नका लागि चाहिँ फलो गर्नु होला। यति कुरा चाहिँ सुरुमा गरौँ। ल ढिला नगरी आजको भिडियो सुरु गरौँ। सुरुमा कुरा गरौँ हामी लालिगाको टेबलको टपमा चाहिँ रियल म्याड्रिड रहेको छ भने सेकेन्ड पोजिसनमा चाहिँ बार्सिलोना रहेको छ र रियल म्याड्रिडले चाहिँ लास्ट गेम चाहिँ ड्र खेलेको छ भने बार्सिलोनाले चाहिँ क्लियर जित निकाल्दै 3 पोइन्ट बढाउँदै 28 पोइन्टमा गएको छ भने रियल म्याड्रिडको चाहिँ 3 पोइन्टले मात्र अगाडि रहेको छ 80 पोइन्टको साथमा। तपाईहरुलाई चाहिँ रियल म्याड्रिडको बार्सिलोनाको गेम कस्तो लागिरहेको छ कमेन्ट गर्न नबिर्सिनु होला। मलाई चाहिँ रियल म्याड्रिडको गेम चाहिँ टेबलको टपमा भए तापनि खासै गतिलो चाहिँ लागिरहेको छैन किनकि एकदमै खस्कदो प्रदर्शन देखाइ मरि टेबलको टपमा बसिरहेको छ। र बार्सिलोनाको कुरा गर्नु पर्दाखेरि चाहिँ लास्ट सिजनको हेरेर चाहिँ एकदमै नराम्रो खेलिरहेको छ, लस भइरहेको छ धेरै र धेरै कुराहरू चाहिँ लज भइरहेको छ। सो तपाईहरुलाई चाहिँ कस्तो लागिरहेको छ त यो गेम तपाईहरु भन्नु होला। यो पालिको लालिगा कस्तो जित्छ कमेन्ट गर्न नबिर्सिनु होला। र कुरा गरौँ अब हामी लिग 1 को जुन चाहिँ पेरिस सेन्ट जर्मन चाहिँ टेबलको टपमा रहेको छ भने यो गेम चाहिँ एकदमै सहजसँगै म भनिदिन सक्छु कि लिग 1 चाहिँ जहिले पनि जित्ने भनेको चाहिँ हाम्रो पेरिस सेन्ट जर्मनले नै हो र पेरिस सेन्ट जर्मनले लिग 1 मा मात्र नभएर चाहिँ च्याम्पियन लिग र अन्डर कपहरुमा पनि एकदमै भव्य प्रदर्शन देखाइरहेको छ। सो अब कुरा गरौँ इङ्ग्लिस प्रिमियर लिगको। इङ्ग्लिस प्रिमियर लिगमा चाहिँ जसलाई पनि धोइदिन सक्छ होइन, एकदमै बवाल गेम आइरहेको छ। लास्ट म्याचमा कुरा गर्नु पर्दाखेरि म्यान्चेस्टर सिटी भर्सेस लिभरपुलको कुरा गरौँ। लिभरपुललाई चाहिँ म्यान्चेस्टर सिटीले चाहिँ नराम्रोसँग पड्काइदिएको छ अनि त्यसपछि ब्याक टु ब्याक डुवेको चाहिँ एकदमै बवाल गेम आइरहेको थियो। सो तपाईहरुलाई चाहिँ डुवेको गेम कस्तो लाग्यो त कमेन्ट गर्न नबिर्सिनु होला। र एकदमै बवाल चलिरहेको छ प्रिमियर लिग चाहिँ र प्रिमियर लिगमा चाहिँ एकदमै टप टिमहरू जस्तै लागिरहेको छ मलाई चाहिँ किनकि जसले आएर पनि जसलाई पनि पड्काइरहेको छ। र प्रिमियर लिगको कुरा गर्नु पर्दाखेरि चाहिँ लास्ट टाइम गएर कसले जित्छ भन्ने कुरा थाहा नै हुँदैन। सो अहिले चाहिँ टेबलको टपमा चाहिँ आर्सेनल रहेको छ र आर्सेनलले एकदमै बवाल प्रदर्शन पनि गरिरहेको छ। अनि बुन्डेसलिगाको कुरा गर्नु पर्दाखेरि बुन्डेसलिगामा चाहिँ जहिले पनि जित्ने भनेको चाहिँ बायर्न म्युनिखले हो। बायर्न म्युनिखले एकदमै बवाल प्रदर्शन गरिरहेको छ। तपाईहरुलाई थाहा नै होला टेबलको टपमा पनि बायर्न म्युनिख रहेको छ। एकदमै बवाल गेमहरू चलिरहेको छ। सो तपाईहरुलाई चाहिँ आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला र हाम्रो हाइलाइट्सलाई चाहिँ फलो